प्रकारका आविष्कार छ तर विश्व भित्रभित्रै खण्डित भइरहेको छ। यो संसारलाई विभिन्न तरिकाले परिक्रमा लगाउँदा विधाका व्यक्तित्वहरूसँग यसरी नै हजुरसँग जस्तै गरेर आइ कन्ट्याक्ट गरेर संसार घुम्दाखेरि संसारको मानिसहरूको खोजीमा सबै कुरा छ तर शान्ति आनन्द छैन र त्यो खुसी संसारमा उनीहरूले पाउने भनेको यही योग दर्शन, आयुर्वेद, प्राकृतिक चिकित्सा र अन्तर मनको ध्वनिबाट मात्रै हो। त्यो कुरा नेपाल भूमिमा मात्र हामीले पाउन सक्छौँ भनेर अनेकौं व्यक्तिहरू भन्नुहुन्छ जसले बुझिसक्नु भएको छ संसारलाई। त्यस कारणले गर्दा यहाँहरूले जुन देशले योग अथवा अध्यात्म अथवा आफ्नो संस्कार शिक्षा पढाउँछ रहेको हुन्छ र युनिभर्सिटीको एउटा डिग्रीले व्यक्ति जागिरपछि रिटायर्ड बन्छ तर जसले योग पढ्यो तपस्या पढ्यो ऊ कहिले पनि रिटायर्ड हुँदैन, ऊ त अनन्तमा सधैँ चम्किरहेको छ। त्यसकारणले यो संसारलाई चम्काउने विद्या हो। यस्तो एउटा दिव्य विद्याको विद्यार्थी बन्न पाउनु महत्त्वपूर्ण कुरा हो। अझ प्राध्यापन समेत गर्नु यो त अझ महत्त्वपूर्ण कुरा हो। र योग अहिले संसारमा कुराले जोड्न नसकेको विश्वलाई योगले जोड्दैछ। संसारमा सम्प्रदायको नाममा विश्व खण्डित छ, धर्मको युद्धहरू भइरहेका छन् र त्यस्तै गरेर भूगोलको युद्ध भइरहेको छ। तर योग भनेपछि चाहिँ विश्व योग दिवस भन्दै अनेक देशहरूमा हेर्नुहोस् 6 महिनादेखिको तयारी र योगले संसारलाई जोडेको छ। चाहे त्यो इस्लामिक देश हो, चाहे क्रिस्चियन देश हो, चाहे जुनसुकै होस्, योग भनेको त एउटा शाखा रहेछ भनेर संसारले बुझिरहेको छ। तसर्थ संसारलाई जोड्ने कुरा कहाँबाट उत्पन्न भयो भन्दा यही हिमवत खण्ड ऋषिहरूको तपोभूमि देवस्थलबाट उत्पन्न भयो र यही विस्तारले नै यसैको विस्तारले हामीले संसारमा हाम्रो मनुष्यको चेतना उदासन सक्छौँ र संसारलाई विश्वलाई एउटा नयाँ उपहार दिन सक्छौँ। अब त्यो उपहार दिनको लागि हामी आफैले मात्र हामी यो गुरु देशका सन्तान हौँ, हाम्रो ऋषिहरू यहाँ हुनुहुन्थ्यो भनेर हाम्रो इतिहास मात्रै चर्चा गरेर मात्र अब विश्वले यो कुरा सहजै स्वीकार गर्नेवाला छैन। त्यसको लागि उनीहरूको लागि जस्तो जस्तो उनीहरूले प्रक्रिया माग्छन् त्यस्तै प्रक्रियाका साथ हामी अगाडि बढेर हाम्रो स्वाधीनता, हाम्रो यो मौलिकता, हाम्रो धरोहरलाई संरक्षण गर्नु र त्यसबाट लाभ लिनु पनि हाम्रो दायित्व हो। त्यसै अन्तर्गत नै विश्वभरि पुग्दाखेरि सबैलाई घचघच्याउँदै यो जीवन त्यसैमा समर्पित रह्यो कि यो योग विद्या नेपालको भूमि हिमवत खण्ड आदि योगी शिवद्वारा प्रबद्ध भएर यो संसारभर विस्तार भएको हो। यसका अनेक ग्रन्थहरू छन् र यसका अनेक लयहरू छन्, ध्वनिहरू छन्, शिलालेखहरू छन्, गुफाहरूका लेखहरू छन्। तसर्थ यस कुरालाई प्रवर्धन गर्नु र स्वयं पनि त्यसबाट लाभ लिनु नै हाम्रो दायित्व हो। र अहिले संसारलाई यो कुरा लाभ दिनको लागि, यो कुरो प्रवर्धन गर्नको लागि अहिले संसारले जुन योगलाई इन्डस्ट्रीको रूपमा, योगलाई कमर्सियलाइजको रूपमा, योगलाई केवल एउटा वस्तुको रूपमा मात्र हेरेर त्यसको चर्चा भइरहेको छ, त्यसको लागि हामी प्रत्येक व्यक्तिहरूले आफ्नो स्थानबाट योग एउटा समग्र मानव, एउटा असल मानव बन्ने, मानव मुक्तिको लागि, संसारको कल्याणको लागि, जीव प्रकृतिको लागि, धरतीको, आकाशको, संसारको कल्याणको लागि एकमात्र परम विद्या हो। सबै विद्याहरू अफल छन् तर ती विद्याहरू कहीँ न कहीँ अपूर्णता छन्। ती विद्याहरूले मान्छेको मृत्युमा मुस्कान दिन सकेको छैन। संसारको कैयौँ डिग्रीहरू गरेर हेर्नुहोस्, मैले पनि आफ्नै अनुभवमा यस विश्वविद्यालयको समेत गरेर 8वटा डिग्री भएछ। त्यसले कागजका खोस्टा भन्छु जुन विद्याले तपाईँको मृत्युमा मुस्कान छर्न सक्दैन त्यो विद्या त केवल डिग्री र जागिरको पर्याय मात्र हो। जब योग, संस्कृत, तप, ध्यानको विद्या सिक्नुहुन्छ पाइला पाइलामा तपाईँ खुसी, आनन्द, बोधमा, लयमा, संसारमा, सत्यमा बुझ्न सकिन्छ। त्यसकारणले आशा छ त्रिभुवन विश्वविद्यालयले अब एउटा शिक्षित जनशक्ति मात्र होइन, अब ऋषिहरू उत्पादन यो देशलाई, यो देशको चेतनाको सङ्ग्राम उज्यालो बोकेर र आफू, आफ्नो माटो र आफ्नो सभ्यता, हिमालको सभ्यता जोगाउने यो प्रवर्तन गर्दैछ। तसर्थ हामी अत्यन्त सौभाग्यशाली छौँ।
यो सौभाग्यशालीलाई केवल हामीले एउटा व्यक्तिगत लाभको लागि मात्र लियौँ भने त्यो त्यही सीमिततामा गुणिएर बस्छ। जब हामी यसलाई आफूभन्दा पर साँच्चै योग भनेको आफूलाई होइन, आफ्नो उपलब्धिलाई अरूसँग जोड्नु, संसारसँग पुर्याउनु, यसलाई पुर्याउन सक्छौँ भने त्यो अत्यन्त दिव्य बन्नेछ। तसर्थ हामी सबैले हृदयदेखि नै मनन गर्नु पर्यो। पहिला त हामी यो नेपालमा जन्मेका हौँ, कहाँ रहेछ भन्नुभन्दा पहिला त यो शरीर कस्तो रहेछ भनेर बुझ्नु सबभन्दा ठुलो कुरो हो। शरीर नबुझिकन हामीले देशको, हिमालको, ऋषिको जति चर्चा गरे पनि त्यो एउटा भौगोलिकताको अट्याचमेन्ट जस्तो मात्र हुन्छ। जब व्यक्ति हामी स्वयंलाई बुझ्छौँ, सबैभन्दा पहिला सबभन्दा ठुलो महत्त्वपूर्ण देश त शिवजीले के भन्नुहुन्छ, शरीरलाई नै देश भन्नुहुन्छ भने, होइन? विज्ञान भैरव तन्त्रमा, शिव संहितामा यो देशलाई बुझ्नु पर्यो पहिला। यदि हामीले यो देशलाई बुझ्यौँ, यसको पञ्चमहाभूत, यसको संरचना, यसको क्रिया विज्ञान, यसको चेतना, यसको 25 तत्त्वसम्म हामीले बुझ्यौँ, शब्द, रूप, रस, गन्ध, स्पर्श, पञ्चतन्मात्रा, पञ्चेन्द्रिय, पञ्चज्ञानेन्द्रिय, यसको मन, बुद्धि, चित्त, अहङ्कार, यसको परम तत्त्व बुझ्यौँ, 25 तत्त्व बुझ्यौँ भने यो देशलाई बुझिसकेपछि हामी असाध्य सौभाग्यशाली र यो परम चेतनाको लागि हामी कति सौभाग्यशाली रहेछौँ यो शरीर पाएर भनेर गौरव गर्छौँ। जब यो बोध हुन्छ, अब यो देश रहेको, यो देश हुर्किएको स्थान नेपाल भूमिलाई बुझ्नुहुन्छ तपाईँ। र अनि संसारका कैयौँ देशहरू कैयौँ तरिकाले उनीहरू छन्, तर यो देशले चाहिँ के गर्छ भने मानवहरूको हृदयसम्म छुन सिकाउँछ। तसर्थ यो कुरालाई प्रवर्धन गर्नको लागि जुन दिन हामीलाई आफ्नो घर छोडेपछि, पल्लो घरमा गएपछि आफ्नो घरको न्यास्रो लाग्छ, घरमा के बढिरहेछ के घटिरहेछ भन्ने थाहा हुन्छ भने जस्तै यो विभिन्न पुरातन शिक्षाहरू अध्ययन गर्ने क्रममा बाहिर पुग्यो र त्यहाँ पुगेपछि थाहा भयो, ओहो नेपाल उद्गम भूमि योगको, तपको, संस्कृतको, खगोल विज्ञानको, आयुर्वेदको, वेद विज्ञानको। तर बाहिर गएपछि त हाम्रो यो शिक्षा, यहाँ लिएको शिक्षालाई उनीहरूले गण्य पनि रहेनछन्, मान्यता पनि दिने रहेनछन्। अझ हामीले उनीहरूसँग मान्यता लिनुपर्ने रहेछ। र त्यो भावनाले अझ यो हामीलाई ऊर्जा दियो कि ओहो यो कुरालाई त अब जीवन समर्पण गर्नुपर्छ। यो शरीरको ऊर्जा एउटा घर जोड्यो भने 2टा जोड्ला, 3टा जोड्ला, 4टा जोड्ला। तर यो ऊर्जालाई तपाईँले एउटा विशेष कल्याणमा लगाउनु भयो भने त्यो घर होइन, करोडौँ घरभित्र बस्ने मानिसहरूको हृदयलाई शान्त पार्न सक्छ। घर मात्र होइन, त्यो भावले समर्पित भएर अब नेपालले नै यो विश्व गुरुको अपनत्व लिनुपर्छ र योग उत्पत्ति धामको अपनत्व लिनुपर्छ। तर त्यो भनेर मात्र होइन, स्वयं पनि साधना गर्नुपर्छ, एउटा आफ्नो अनुभवबाट बग्नुपर्छ भन्ने ध्येयले नै हामीले 2012देखि नै गरेको नियमित विभिन्न प्रकारका योजना अन्तर्गत नै विश्व शान्ति अध्यात्म विज्ञान समाज एउटा अभियान हो। र त्यही अभियान अन्तर्गत हामीले कोर्सको अनुसन्धान गऱ्यौँ र विभिन्न योग अलायन्सहरूको नाममा नेपालबाट समेत हाम्रा विभिन्न ढिकी जाँतो गरेका, मेला पर्व गरेका दाजुभाइहरूले योग शिक्षक बन्छु भन्दा विदेशी योग अलायन्सहरूले आएर लाखौँको सदस्यता तेर्स्याउने, विदेशमा पुग्नुपर्ने, त्यो पनि यहाँबाट उत्पन्न भएकोलाई अरूले मान्यता दिनुपर्ने। जबकि योग त कसैले मान्यता दिनै पर्दैन, स्वयंको स्वयंलाई नै हो, स्वविद्या हो। र त्यसो पनि अरूले मान्यता दिनुपर्ने भएपछि साह्रै यो एउटा अन्याय र हाम्रो पराधीनता जस्तो भइरहेको थियो। त्यही खड्केर हामीले 2017देखि अन्तर्राष्ट्रिय रूपमा चर्चित रहेका योग अलायन्सहरू, अमेरिकन योग अलायन्स, युरोपियन योग अलायन्स, अस्ट्रेलियन योग अलायन्ससँग हामीले कम्पिट गऱ्यौँ, बहस गऱ्यौँ, आर्टिकलहरू, कोर्सहरू लेखेर। अनि यो चाहिँ उनीहरूमा रहेको जुन वर्चस्व थियो हामीले 2017बाट लियौँ र अब हामीले नेपालीहरूले नै विश्वभरिका योगीहरूलाई उनीहरूलाई इजाजत दिन सक्छौँ योग अलायन्सको। तर हामीले अब लाखौँ तिरेर विदेशी अथवा अन्य भूगोलको अन्य संस्थाको एउटा हाम्रो सार्वभौमिकता गुमाउनु पर्ने कुराको 2017बाट अन्त्य भयो। त्यस पछाडि अब त्यो सँगसँगै हामीले हाम्रो मौलिकतालाई लिनु पर्यो, यहीँको मौलिकतालाई भनेर नेपाली योगलाई हामीले विश्वभरि प्रवर्तन गरेका छौँ। अहिले झन्डै 70 राष्ट्रमा र विभिन्न देशबाट नियमित रूपमा हाम्रो अहोरात्र कक्षाहरू सञ्चालन हुन्छ र ऋषिहरूले दिनुभएको विद्या
उहाँहरूले यो परम कल्याणका लागि हृदय निचोरेर दिनुभएको थियो। शरीरमा आङमा कपडा थिएन, पैदल यात्रा हिँड्नुहुन्थ्यो र अरूको कल्याणको लागि बाँचेर संसारको लागि दिएको विद्याको कसैले साथ लिएर यसको अनेक प्रकारको महँगो शुल्क हुनु हुँदैन भनेर हामीले सुलभ हुनुपर्छ। ऋषि विद्या निशुल्क सर्वदा, किनकि यो बहुमूल्य चिज हो। कसैले मूल्य तोक्छ भने त्यसको अवमूल्यन गरिरहेको छ। त्यो भावले नै हामीले निरन्तर रूपमा विश्वमा जुन चर्चित छ त्यसैलाई हाम्रो नेपाली योगीहरूले पनि त्यसबाट विमुख हुनु नपरोस् भनेर 200 देखि हाम्रो 2500 घण्टासम्मको इन्टरनेसनल इजाजतलाई लिएर हामीले सञ्चालन गरिरहेका छौँ। र हाम्रो लक्ष्य भनेकै यो देशमा एक घर एक योगी तपस्वी र उसको केवल योगको यहाँको हामीले भनेको योगी होइन कि इन्टरनेसनली उनीहरूले के गर्दा योगी भन्छन्। उनीहरूले भनेको चाहिँ हाम्रो इन्टरनेसनली सर्टिफाइड हुनु पर्यो भन्छ। ल ठिकै छ, सर्टिफाइड नै अनुसार नै 200-400 घण्टा माथिका हरेक घरमा हाम्रो 5000 भन्दा बढी माथि जनसङ्ख्याको अनुपातमा वा एक घर एक योगी भयो भने हामी युएनबाटै घोषणा गराउने भनेर यो अभियान सञ्चालन छ। र त्यसमा हजुरहरू पनि जहाँ हुनुहुन्छ पिएचडी यो मास्टर्स पिएचडी गर्नुहोस्, तर विश्वको आँखामा पनि ल तिमीहरूको लागि चाहिने पनि छ है भनेर एउटा फाल्दिने सर्टिफिकेटको लागि, फाल्दिने योग्यताको लागि पनि आफू तय बन्यौँ। र त्यो हो भने हामी यो सिमाना कटेर गए पनि हाम्रो योग्यता हामीले गौरवको साथ भन्न सक्छौँ। यहाँबाट छोडेर जाँदाखेरि योगा आयुर्वेद प्राकृतिक चिकित्सामा डिग्री गरेर गएको थियो, तर उनीहरूको लागि एस्ट्रोलोजीको कुरा गर्यो भने पनि तिमीहरूको आउटडेटेड भनिदिने उनीहरूले। तिमीहरूको 9 वटा ग्रह, कतिवटा ग्रह निस्सके, खालि 9 ग्रह भनेर बस्छ, इट्स आउटडेटेड। योग भन्यो भने योग अर्कैतिर देखाइदिन्छ, तप ध्यान भन्यो भने बुद्ध अर्कैतिरको भनिदिन्छ। तसर्थ त्यसको लागि अब हामीले इन्टरनेसनल तिमीहरूले खोजेकै छ भने हामीले आफ्नो देशको डिग्री पनि गऱ्यौँ, तिमीहरूले खोजेको वाइटिटीको पनि हामीसँग यो छ भनेर हामीले त्यसको लागि योग्य बन्न सक्छौँ भनेर अहिले अहोरात्र यो सञ्चालन छ। हजुरहरू पनि जोडिनुहोस्। र हाम्रो अभियान पहिलो कुरो भनेको स्वयं नै योग। अहिले संसारमा केवल आसनलाई मात्र योग भन्छन्। आसन गर्यो भने योगी भयो नि भन्ने एक खालको योगको अङ्ग त हो, तर भित्री हृदयमा पुग्ने कसरी त फेरि हामी प्रदर्शनतिर मात्रै भुल्यौँ भने फेरि हाम्रो त्यो दिव्यता मरिहाल्छ नि। त्यस कारणले हाम्रो दिव्यता भनेको ध्यान यम नियमदेखि धारणासम्म समाधिसम्म पुग्ने, अष्टाङ्ग यतापट्टि गइयो भने षडङ्ग, अर्को योगिक परम्परातर्फ गइयो भने दुवैतर्फको अभ्यास प्रयोग बोध अनि त्यसको त्यो सबै नै योग हो भनेर संसारलाई चिनाउने। अब यो बढ्दै जान्छ। आसनबाट पनि घट्दै गएर पहिला त प्रसाद दिँदाखेरि फुरौला दिएको थियो, घर पुग्दाखेरि नाम नजानेर उफ्रौला भएछ भने जस्तै ऋषिहरूले दिनुभएको थियो दिव्य परम तपस्या गर्ने बाटो। चित्तलाई एकाग्र गर, मनलाई स्थिर गर, अहङ्कारलाई उठ्न नदेऊ, आत्मालाई आनन्द देऊ भनेर। र अनि त्यो विस्तारित हुँदै गएर फेरि हामी अपभ्रंशतिर जान सक्छौँ। तसर्थ योग भनेको साङ्गोपाङ्गो हो, हृदयलाई परम तत्त्वसँग जोड्ने हो। र त्योलाई एउटा अभियान हो। स्वयं अभ्यास गरेर स्वयं नै त्यसमा खटिएर स्वयं नै माडिएर यौगिक चेतना जगाउने पहिलो एउटा विश्वमा। दोस्रो नेपाल भूमिमा योग जन्मियो, ध्यान जन्मियो। अब हामीले नबोले कसले बोल्ने त? परको मान्छेले बोलिदिँदैन। परको मान्छेले त हामीलाई खेताला बनाइदिन्छ। केही रुपियाँ देलान्, आश्वासन देलान्, केही पद पदवी देलान्। आफ्नो कुरा त आफैले बोल्नुपर्छ। तसर्थ यो देश ऋषिहरूले अनेकौं युग पचाएर अनेकौं युग फटाएको र योग उत्पत्ति भएको देश हो। र यसको हिमवत खण्डमा मात्र होइन, यसको विभिन्न प्रमाणहरू रहेका छन्। त्यो प्रमाणले हामी सबैले त्यसलाई जुटाउँ र हरेक व्यक्तिले नै त्यसलाई प्रवर्धन गर्नतर्फ लागौँ। र यो अरूको राजनीतिक हस्तक्षेप मात्र हस्तक्षेप होइन रहेछ। राजनीतिक उपनिवेश भन्दा सबभन्दा खतरा उपनिवेश भनेको त अध्यात्मको रहेछ। तसर्थ त्यसबाट माथि उठ्नको लागि हामी आफ्नै नेपाली स्वाभिमानी योग कला लिएर हामी उठौँ र यहाँको माटोबाट यहीँ सिकाइएका यहीँका यौगिक चेतनाहरूलाई हामी अभ्यास गरौँ र त्यसलाई हामी स्वयंले बोलौँ। योगको उत्पत्ति धाम नेपाल हो,
स्वयं प्रमाणहरू खोजौँ, ग्रन्थहरू खोजौँ, कृति खोजौँ र जबसम्म प्राज्ञिक तहमा जाँदैन बोलेर हुँदो रहेनछ। त्यही भएर हामीले पहिलो हिट नै कहाँ गयौँ र युरोपियन र अमेरिकन योगा अलायन्सको कोर्समा हामीले कम्पिटिसन गऱ्यौँ र उहाँ हाम्रो सुमन सरले लिनुभएको बुक छ, त्यसको अङ्ग्रेजी भर्सन त्यहाँभित्र हेर्नु भने योगको उत्पत्ति धाम नेपाल हो भनेर लेखिएको छ र त्यो चाहिँ अङ्ग्रेजी भर्सनमा चाहिँ उहाँहरूलाई पढाउनलाई हामीले प्रेस्क्राइब गऱ्यौँ। त्यसपछि युनिभर्सिटीले एक्सेप्ट गर्यो र अब त्यो एकाडेमिकली जति पढ्छन् मान्छेले त्यो चाहिँ अब सत्य पढ्छ, नत्र गुगलमा खोजेर अरू बाहिरतिर खोजेर मात्र त्यहाँ देश भेटिँदो रहेछ, गुगलमा देश भेटिँदो रहेनछ, टिकटक र च्याट जिपिटीमा भेटिँदो रहेनछ देश त भेटिने भनेको ऋषिहरूको आँसु, तपस्या, हृदय पग्लेका ग्रन्थहरूका शब्दहरू, त्यसलाई अनुवाद गरौँ, आर्टिकल लेखौँ, हामी जे गर्छौँ तपाईँ रिसर्च गर्दा पनि तिनै विषयहरू लेख्नुहोस्। विश्व गुरु देश नेपाल कसरी भयो त्यसमा रिसर्च गरौँ, विज्ञान भैरव तन्त्र किन नेपालमै लेखियो त्यसको रिसर्च गरौँ थेसिस लेख्दाखेरि। त्यस्तै गरेर हाम्रो राष्ट्रिय बुक अष्टावक्र गीता विज्ञान भैरव तन्त्र हुन सक्ने आधारहरूको बारेमा रिसर्च लेखौँ। शिव संहितामा यौगिक क्रियाहरू कहाँ छन्, कहाँ भयो यौगिक क्रियाहरू, त्यस विषयमा रिसर्चका विषयहरू बनाऊँ, विश्वविद्यालयबाट पास गरौँ, त्यसलाई पुस्तकको रूपमा ल्याउँ, संसारका युनिभर्सिटीका योग सेमिनारमा लगेर दिउँ र त्यसपछि विश्वको विश्वविद्यालयलाई संसारका मानिसलाई पढ्न बाध्य गराउँ कि ओहो नेपालबाट उत्पन्न भएको मौलिक ज्ञान आजसम्म भ्रममा परिएको रहेछ र अन्तको भनेर पढिएछ र सच्याउँ। र त्यस पछाडि हामी स्वत विश्व गुरुदेश देशलाई पनि उठाउनेछौँ। योगीलाई भूगोलको कुनै अपेक्षा र अट्याचमेन्ट हुनु हुँदैन। यसको मतलब चाहिँ भूगोल नै मेरै नेपाल, मेरै सिन्धुपाल्चोक, मेरै काभ्रे, मेरै सिन्धुली, मेरै बागलुङ भन्ने होइन। तर सत्य त बोल्नु पर्यो नि योगीले, उसँग अट्याचमेन्ट छैन, सत्य त हुनु पर्यो। त्यो सत्य बोल्न हामीले आँट नगरेदेखि कसले गर्छ? यस्तो लागिरहेको छ ऋषिहरूले यहाँ त्रिभुवन विश्वविद्यालय मार्फत अस्तित्वले यहाँ ऋषि सेना तयार गर्दैछ। सत्यका पथ प्रदर्शकहरू तयार गर्दैछ भित्रभित्रै। यस्तो एउटा दिव्यता प्रवर्तन भइरहेको छ। अब यसैलाई हामी एक भएर जानु छ। सङ्घ संस्था निकाय यी त बोर्डरहरू हुन् संसारका, योभन्दा ठुलो हाम्रो कहिले विभाजित नहुने बोर्डरै नभएको स्थान त हाम्रो चैतन्य हो। त्यसैको लागि हामी तयार गरिरहेको हो। तसर्थ नेपालका यौगिक सङ्घ संस्थाहरूलाई सबैलाई भन्छौँ हामी, सबैको जय, सबैको मङ्गल होस्, सबै जोडियौँ र सबै त्यो परम चेतनामा लाग्नेतर्फ चाहिँ एक हुनुपर्छ राष्ट्रियताको र यसको सवालमा। र यौगिक चेतना अन्तर्गत विश्वमा अहिले यति धेरै सही शिक्षकहरूको खाँचो छ। तपाईँको युनाइटेड नेसन भन्नुहोस्, विश्वका विभिन्न अन्तर्राष्ट्रिय निकायहरू भन्नुहोस्, कूटनीतिक निकाय, निजी स्तरका होटेलहरू 5 स्टार, अहिले विभिन्न स्तरका स्वास्थ्य 34 स्वास्थ्य केन्द्रहरू, सबैमा एउटा गतिलो योग शिक्षक चाहिएको छ। त्यहाँ गएर यहाँ ट्युबमा पढेको व्यक्तिले अब त्यहीँ पुग्नु पनि पर्दैन, यहीँबाट उसले अनलाइनबाट त्यहाँ उसलाई ज्ञान दिन सक्छ। त्यसकारण यो त विश्वको केन्द्र बन्छ भोलि। योगको असली एउटा मौलिक आधिकारिकता सिक्न विश्वले कहाँ जाने भन्दा अब अन्यत्र जाने होइन, हिमवत खण्ड जहाँबाट योग उत्पत्ति भएको थियो त्यही नेपालमै जाने भनेर विश्व लाइन लाग्दैछ। त्यसको लागि हामीले तयारी गर्नु छ। अब विमानस्थलमा बाहिर जाने श्रमिकहरूको लाइन होइन, विदेशबाट योग अध्यात्म आन्तरिक उपचारको लागि आउने पर्यटकहरूको लाइन अब तयार गर्नुपर्ने छ हामीहरूले। त्यसैको लागि हजुरको शिक्षा एकदमै अब्बल छ र यसमा यौगिक चेतना नै हाम्रो यो जब प्राकृतिक तहबाट सुरु हुन्छ त्यसले अवश्य पनि निवारण गर्नेछ। हामीले सुरुवातमा योग भन्नासाथ संसारमा हामीले हृदय बिर्सौँ। योग हरेक आसनमा नै ध्यान केन्द्रित हुने बिन्दु हुनुपर्छ र त्यो कुरा नै हामीले पहिलोपटक इन्टरनेसनल उसमा फोरममा जगाए। नत्र योग शिक्षक भनेको के थियो, 2 महिना ट्रेनिङ लिने, टिचर हुने, सर्टिफिकेट भइहाल्यो, 2 लाख दिएपछि अनलाइनमा रेजिस्टर भइहाल्यो, वर्षको $250 दिएपछि वेबसाइटमा फोटो राखिदिन्छ अनि हाउजी टिचर भइहाल्यो। तर हृदयको वास्तवमा योगी चाहिँ हामीले त्यसको पहिला त योगको आसन भन्दा अगाडिदेखि नै सुरु हुन्छ योग।
अनि आसन छोडेपछि सुरु हुन्छ योग। आसनमा त त्यो सानो म्याटमाथि आसन हो। तिमीहरूले संसारलाई जे सिकाइरहेको छौ आधा अधुरो छ। यसभित्र त हरेक आसनमा नै कहाँ मन लगाउने, कहाँ चाहिँ ध्यान केन्द्रित गर्ने त्यो हुनु पर्यो भनेर 4B को हामीले प्रिन्सिपल दिएका थियौँ। बडी, ब्रेथ, ब्लड सर्कुलेसन अनि ब्रेन कहाँ राख्ने भनेर। त्यसरी योग आसन त छ, योगकै कारणले, आसनकै कारणले बिरामी भइरहेका कयौँ छन्। यदि त्यो वास्तविक योग थियो भने त्यसले त तपाईँले आत्मबोध गराउने हो। त्यही भएर हामीले विपरीत आसनदेखि लिएर त्यसको प्रकृति अनुसारको योग, आसन नै गर्छौ भने प्रकृति अनुसारको गर। आयुर्वेद र त्यसलाई मिलाएर गर। वात, पित्त, कफ के हौ तिमी पित्त प्रकृतिको छौ भने धमाधम सूर्य नाडी बढी सक्रिय हुने यौगिक आसन गरिरहेका छौ भने अब तिमीलाई झन् गाह्रो हुन्छ। तिम्रो प्रेसर लगायतका झन् हर्निय पायस बढ्न थाल्छ। यो हिसाबले हामीले चाहिँ काउन्सिलिङ गर्यौँ र अहिले युनिभर्सिटीले पनि त्यो कोर्सलाई एक्सेप्ट गरेको छ। र पक्कै पनि हामीको त यो त मौलिकता छ। यहाँ हामी पनि प्रकृति अनुसारको, पहिला व्यक्तिले जसरी राशिफल थाहा पाउँछौँ ग्रह गोचर पहिला, त्यसै गरेर हरेक व्यक्तिले नै आफ्नो आयुर्वेदको प्रकृति थाहा पाउनुपर्छ। त्यो आयुर्वेदको प्रकृति अनुसार अनि बल्ल तपाईँले आहार विहार भोजन त्यसरी आसन तय गर्नुहुन्छ। र जब शरीर धर्म पुरा गरिन्छ तब मात्र मन स्थिर हुन थाल्छ र हामी त्यो दिव्यतामा सहजै पुग्न सक्छौँ। यो खालको प्रवर्तन हामीले अवश्य गर्नु छ। एउटा अर्को कुरा, हामी सबैले जति जे छौँ हाम्रा ग्रन्थहरू नेपालीमा मात्र सीमित रह्यो भने अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी मात्रै हुने रहेछौँ। र विभिन्न नत्र भनेदेखि उहिले हाम्रो पुर्खाले फास्टिङ भनेर, व्रत भनेर बाबुबाजेले बस्दै आयो। उहाँले इन्टरमिटेन्ट फास्टिङ भनेर नोबेल पुरस्कार पाउने थिए। त्यसको महिमा त्यसको भने यस्तो फास्टिङ, यस्तो इन्टरमिटेन्ट त घर घरमा हुन्थ्यो। त्यो कुरा यस्तै गरेर योगको पनि यो गहिराई, यो महिमा, यो 10 महाबन्ध भनेको के हो, क्रियायोग भनेको के हो, स्वर विज्ञान भनेको के हो, वैकल्पिक उपचार भनेको के हो, योगिक थेरापीलाई हामीले अङ्ग्रेजी, हाम्रो भाषामा र अङ्ग्रेजीमा पनि हामीले सँगसँगै लग्यौँ भनेदेखि संसारले चिन्ने रहेछ। तर अन्तिममा चाहिँ ओरिजिनल सिक्न चाहिँ संस्कृतमै आऊ है भन्न सकिन्छ। र यसलाई हामीले यसरी प्रवर्धन गर्न सकिन्छ भने यो सँगसँगै हजुरहरू भनेको जुनसुकै विषय पढ्नुहोस्। अब मास्टर्स पढ्नको लागि टिभीले खुला गरेको छ कि हामी जुनसुकै विषयमा डिप्लोमा गरेर पनि योगमा आउन सक्ने भएको कारणले गर्दाखेरि यस्तो एउटा खुला भएको हुनाले यो एउटा दिव्यता, यहाँ आएर यो पढ्नु भनेको एउटा डिग्री लिनु मात्रै होइन रहेछ। र यो त एउटा तपस्या सिक्नु हो। किनभने ऊ बिस्तारै संसारमा योगले नै शान्ति किन ल्याउन सक्छ भने योगले यसलाई नै केही योग आसन चाहिएको जस्तो छ। योगले नै किन शान्ति लिएर आउन सक्छ भने अरू कुरामा मान्छे त्यति आकर्षित हुँदैन संसारमा। मात्र ऊ के छ भने शरीरको लोभी छ कलिकालको मान्छे, राग द्वेषको कारणले। उसको पहिलो भनेको सुन्दरता, शरीर आकर्षण र अरूभन्दा राम्रो देखिने, भित्र जे बेचैनी होस् बाहिर चाहिँ राम्रो देखिनुपर्छ भन्छ। अब त्यसको लागि अरू कुनै सबै विद्याहरू फेल हुँदै गए। अरू तपाईँको विभिन्न फिजिकल कुराहरू, एक्टिभिटिजहरू सबै गर्नुहोस्, बुढेसकालमा त्यसले चाहिँ अथवा केही न केही समयको अन्तरालमा दुःख दिने गर्यो। हाम्रो वैकुण्ठ मानन्दरज्यू वहीँ आश्रममा बसेर योग साधना गरेर आउनुभयो। झट्ट हेर्दाखेरि त राष्ट्रिय धावक कुद्नुभयो, कति संसार कुद्नुभयो। तर वास्तवमा स्वास्थ्य लाभ त भयो, तर आखिरी क्षणमा जब मैले घुँडा, गोली, गाँठा दुखिने सबै कुरा ब्याक एउटा चाहिँ पीडादायक जीवन हुने, खेलाडीहरूको पनि सबैको जिममा जानेहरूको। तसर्थ योगले चाहिँ के भयो त आसनमै लोभिएर आयो नि आऊ होइन, राम्रो बन्छु भनेर आयो नि आऊ, भुँडी घटाउँछु भनेर आयो नि आऊ, राम्री बन्छु भनेर आयो नि आऊ। तर त्यो बीजले चाहिँ कहाँ पुर्याउँछ तिमीलाई भने परम बोधमा पुर्याउँछ। त्यस कारणले संसारमा अहिले योग मार्फत मानिसहरूलाई हाम्रो सत्य, धर्म अनि मानिसको शान्ति र प्रेमतर्फ लैजान चाहिँ एउटा महत्त्वपूर्ण काम गरेको छ। तसर्थ हामी सबैले अब नेपाली अरू चाहिँदैन हामीलाई संसार जित्नको लागि। हामीले संस्कृत पढ्न आऊ भन्यो भने केही आउँछन्, केही महत्त्व नबुझ्नेहरूले गिज्या गरेर हिँड्छ। ध्यान गर्न आऊ भन्यो भने मुस्किल मान्छन्।
आयुर्वेद सिक्न आऊ भन्यो भने अलिअलि सम्झिन्छ। अनि नेपालमा के छ त संसारलाई दिने भन्दा जो व्यक्तिले जसले चाहिँ योग गर्न आऊ तिम्रो स्वस्थ हुन्छ भनेपछि उसलाई त बिरामी निकाल्नु पर्छ रोग त्यो हिसाबले ऊ आउँछ। जब यहाँ आइसकेपछि उसले यम नियम जानेर आहारचर्या जान्दछ अनि त्यसपछि प्राणायाम हुँदै हुँदै धारणा ध्यान समाधिमा पुग्छ। तसर्थ यो दिव्य विद्या हो। नेपालले अब यति सानो निकाय यति मात्र होइन, यो त देशैभरि नै सञ्चालन गर्नुपर्छ। टियु मार्फत देशैभरि मास्टर्सका कोर्सहरू होस् र जो यहाँबाट सकभर कोही विदेश नजाओस्, यहीँ हामीलाई योग सिक्यो भने संसारभरलाई हामीले कहीँ पनि बेरोजगार हुनु पर्दैन, जीविकाको आधार पनि। कोही विदेश जाँदैछ भने पनि हामीले त्यही भनेका छौँ, 3 महिना तिमी हाम्रो कोर्समा बस। नेपाल सरकारदेखि सबैलाई भन्छौँ, +2हरूलाई भन्दै हिँड्यौँ हामी र तिमी विदेश जानै पर्छ तिमीलाई भने जाऊ, तर 3 महिना चाहिँ तिमीले यो योग शिक्षा पढेर जाऊ। योगमा प्रवेश गर्न साथ संस्कृततर्फ आकर्षण हुने भयो, आयुर्वेदमा समय आउने भयो, अनि त्यस पछाडि ग्रहगणित पनि आउने भयो र सबैतर्फ उसको चाहिँ विस्तार हुने भयो। संसारमा यस्ता मानिसहरू छन्, थोरै झकझक्याइदियो भने ऊ दौडिन थाल्छ, झकझक्याउनुको कमी छ। त्यस कारणले नै हामीले सबैलाई गुरुको सम्मान दिँदै हरेक व्यक्तिलाई नै प्रवर्धन गर्छौँ, किनभने उसभित्र प्रज्ञा छ, चेतना छ, सबैभित्र ऊ त्यो बोधमा पुग्न सक्ने क्षमता छ र सबैलाई नै हामीले उठाउन सक्छौँ भन्ने नै हाम्रो अभिप्राय हो। हजुरहरूले प्रेम दिएर यहाँ बोलाउनु भयो। भविष्यमा हामी तपाईँहरूको यो यात्रा रोकिने यात्रा होइन। अरू विषय चाहिँ यो पढिसकेर 2 वर्षपछि छोडियो हो, त्यो पढेर भन्ने सुनिन्छ, तर योग विषय चाहिँ छोडिने होइन। एकचोटि पढ्न सुरु गरेपछि यो अनन्तसम्म पुग्ने विषय हो। त्यस कारणले नछोडिने विषयमा तपाईँहरू अस्तित्वले नै डोर्याएर आउनुभएछ। यो खबर प्रत्येक नेपालका बासिन्दाहरूमा पुग्यो भने हामी विश्वगुरु देश बनाउने एउटा आधारशिला पनि तय गर्छौँ। उहाँको पनि कल्याण हुन्छ, सरकारको लाखौँको स्वास्थ्यको खर्च पनि कटौती हुन्छ, घर घरमा शान्ति हुन्छ, जेलहरू कम बनाएर पुग्छ, प्रहरीहरूलाई अलिकति सुविधा हुन्छ, हिंसा अपराधजन्य कुराहरूमा दौडिरहनु पर्दैन। तसर्थ योग विद्यालयदेखि प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म अनिवार्य गर्ने, विश्वलाई चाहिएको योग जनशक्तिलाई चाहिँ नेपालले उत्पादन गर्ने। विश्वलाई चाहिएको कङ्क्रिटको जङ्गल बनाउने श्रम उत्पादन गर्ने देश होइन, विश्वलाई चाहिएको ज्ञानीहरूको देश अब नेपाल बन्नेछ। त्यसको लागि हामी सबै उठौँ र विश्व शान्ति अध्यात्म विज्ञान समाज एउटा संस्थागत संरचना मात्रै हो, तर हामी सबै एकै हौँ र सबै मिलेर हजुरहरूले अर्को एउटा हामी नारायण सत्सङ्गसँग एउटा प्रस्ताव पनि गरेका थियौँ, जो टियुबाट मास्टर्स गर्नुहुन्छ। अब हजुरहरूले चाहिँ अरू जसरी झुकिए भनेर विदेशी एजेन्टहरूकोमा YTT अन्तर्राष्ट्रिय योग शिक्षकको प्रमाणपत्र दिनुहोस् भनेर लाखौँ बुझाउन दौडिने होइन। हजुरहरू र हामी बिच एउटा समन्वय भएर तपाईँहरूले मास्टर्स गरिसकेपछि सिधै यो इन्टरनेसनल युनिभर्सिटीको क्लासमा बस्ने, त्यसपछि निःशुल्क सर्टिफिकेट लिएर अनि त्यसपछि संसारमा हिँड्ने। काठमाडौँ युनिभर्सिटीसँग पनि हामीले त्यही समन्वय गरेका छौँ र हामीले पाएको राम्रो कुरा सबै बिच पुग्यौँ। हजुरहरू हाम्रो, हामी तपाईँको। यो मात्र नभएर अस्ट्रेलियामा हाम्रो एउटा सानो कलेज पनि छ, त्यो चाहिँ यो विदेशीहरूलाई पनि एउटा सही समाचार सुनिरहनु छ, महायोग ग्लोबल कलेज। त्यस्तै गरेर युनिभर्सिटीमा पनि योग साइन्स छ र यहाँसम्म भइसक्यो कि अहिले विश्वमा अब अस्ट्रेलियामा योग विषय नपढिकन उसले 5 पोइन्ट नपाउने बिहारलाई बनाइसकेको छ हैन। भनेपछि योग हेला गरेर जान्छ, यो त बुढाबुढीले गर्ने हो भनेर जान्छ, यो त रोगीहरूले गर्ने भनेर जान्छ, हामी त +2 ठुलो मान्छे भनेर जान्छ। उहाँ गएपछि बिहा पाउनलाई गाह्रो भएर फटफटी भएर फेरि योग सिक्नलाई 5 पोइन्ट पाइने रहेछ भिसालाई बिहालाई भनेर आउँछ। पहिले हामीले उसलाई त्यो आधार बनाइदिएर गयौँ त त्यहाँ त श्रमिक बनेर होइन गुरु बनेर जान्छ त्यहाँ। तसर्थ हजुर विश्वका गुरुहरू हुनुहुन्छ, भोलिको व्यास, भोलिको पतञ्जलि, भोलिको स्वामी स्वात्माराम, हिरण्य महर्षि हुनुहुन्छ। यसको निरन्तरता, यसको प्रेम र सानिध्यता सँगसँगै हामी एउटा समन्वय गरेर जाउँ।
योगीहरूको मन भनेकै कल्याणकारी हृदय कोमल हुन्छ। त्यो कोमलतामा हामी सँगै अगाडि बढौँ। सबैको कल्याण होस्, सबैको मङ्गल होस्। विश्व गुरु देश नेपालको